के तपाईँले सडकमा भएकै रोड मार्किङहरूलाई कहिले याद गर्नुभएको छ? यो यत्तिकै डिजाइनको लागि राखिएको अथवा लेखिएको होइन। यसले धेरै सुरक्षाको जानकारी दिइरहेको हुन्छ। तपाईँले अहिले देखिराख्नु भएको यो काटिएको सेतो लाइन चाहिँ यो ठाउँमा चाहिँ अवस्था हेरेर चालकले आफ्नो लेन बदल्न सक्छ अथवा कुनै पनि गाडीलाई अवस्था हेरेर ओभरटेक गर्न सक्छ। यो नकाटिएको सेतो चिन्हले चाहिँ तपाईँ कुनै पनि हालतमा अर्को साइडको लेनमा पुगेर तपाईँले गाडी ओभरटेक गर्न पाउनु हुँदैन। यो चाहिँ प्राय साँघुरो सडक र मोडहरूमा यो खालको चिन्ह तपाईँले भेट्टाउनुहुन्छ र यो रेखा भएको ठाउँबाट गाडी युटर्न गर्न पनि पाइएन। अब देख्दै गर्नुभएको यो डबल नकाटिएको लाइन चाहिँ प्राय बजार एरियाहरूमा तपाईँले पाउनुहुन्छ। यो लाइनको मतलब चाहिँ कुनै पनि हालतमा यो लाइनलाई नाघिएर अर्को ठाउँमा जान, अर्को लेनमा जान पाइएन र यदि ओभरटेक गर्ने ठाउँ छ भने चाहिँ एउटै लेनमा बसेर मात्रै ओभरटेक गर्न पाइयो, अर्कोको लेनमा जान पाइएन। ट्राफिक नियम पालना गरौँ, आफू बचौँ, अरूलाई पनि बचाउँ।